मर्निङ गाइज। हेलो, आज राति बरफ परेको रहेछ। यहाँ हेलो हेर्न सक्नुहुन्छ तपाईहरु मेरो ब्याकग्राउन्डमा बरफ परेछ। बरफ उति साह्रै धेरै त परेको छैन, लगभग 3-4 किलो 3-4 ल हेर्नुस्, आज क्रोएसियामा बरफ परेर आज राति आज हामी आएको 1 महिनापछि पुरा बरफ परेछ। धेरै त परेछ, तैपनि बरफ परेको छ। ल हेर्नुस्, ए 2-3 सेन्टिमिटर पर्यो होला। ल बरफ परेछ यो ओखर र के रे स्याउको रुखहरूमा पुरा बरफ परेको कति राम्रो देखेछ है। ल हेर्नु, यो आज हामी हाम्रो साथीहरुकोमा आएको, यहीँ बसेको। आज हाम्रो क्याम्प त उता छ। यो हाम्रो साथीहरुको 4 जना बस्छन् यहाँ। ल हेर्नुस् है, हजुर हिउँ कति राम्रो देखेछ अहिले। ल पुरा हिउँमा फुल फुलेको, सेतै फुल फुलेको जस्तो अहिले दृश्य देखिरहेको छ यहाँ। हेर्नुस्, रुखहरू पुरै बिहान चाहिँ अलि धेरै थियो, अहिले झन् अलि पग्लेर अलि थोरले देखिएछ। हेर्नुस्, यो सायद अब लास्ट होला क्रोएसियामा, यो जाग्रेब भन्ने ठाउँमा यो बरफको सिजन। यो हामी यहाँ आएको 1 महिना भयो, लगभग 1 महिनापछि फर्स्ट टाइम यसरी हिउँ परेको। यो फर्स्ट टाइम हो। हेर्नुहोस्, यी घरको छतहरूमा पुरै हिउँ। हेर्नुहोस्, रुखहरूमा पुरै सेतै हिउँ फुलेको जस्तो। गाडीहरू पुरै हिउँले ढाकेको छ। हेर्नु, सेतै फुल फुलेको जस्तो छ है। को मौसम दृश्य कहाँ। ल साथी, हामी बस्ने रातो टिन थियो पुरै आज पुरा सेतो भएछ। हेर्नुहोस्, आज बरफले गर्दा पुरै हिउँ परेर लटरम्मै छ। अब घाम पनि लाग्ला जस्तो छ, अलिअलि हल्का हल्का खुलिरहेछ। पुरा बरफ परेर हिउँ परेर हाम्रो टिन, रातो टिन पुरा सेतै भएछ। हेर्नुहोस्, हामी बस्ने क्याम्प। बुढो बाजेले त्यहाँ हिउँ सोर्दैछ। यहाँ फ्रुटको पसल छ, त्यहाँनिर गाडीहरू हिँड्दैछन्। बरफ लगभग 4 इंच जति परेछ होला। ब्रदरहरू हाँडा कराउँदै ऊ हाम्रो साथीहरू। यस्तै छ अहिले, बरफ पर्यो आज। हिजो पानी पर्ला जस्तो भएको थियो, अब रातभरिमा बरफ परेछ।
यहाँ पसल थाप्दैछ फ्रुटको। यहाँ बुढोले बरफ सोर्दैछ।